हेलो टेस्टले नमस्ते सबैजनालाई। आज चाहिँ मैले नेपालीमा भिडियो बनाइरहेको छु किनभने सुटुक गहना चाहिँ हाम्रो प्राय जस्तो शेर्पा र योल्मो कम्युनिटीमा धेरै लगाउने गरिन्छ। सो मेबी प्राय जस्तो नेपालीमै अलिकति कम्फर्टेबल हुनुहुन्छ, त्यही भएर नेपालीमा भिडियो बनाइरहेको छु। अनि आजको सुटुक चाहिँ हामीले मिडियम साइजको सुटुक एन्ड चाँदी 10 तोला र सुन 2 तोलामा बनाएर रेडी गरेको छौँ। यो चाहिँ हाम्रो सामान चाहिँ लगभग 95% चाहिँ फिनिश भइसकेको छ। सो 5% चाहिँ बाँकी नै छ। त्यो 5% मा चाहिँ यसमा पत्थर राख्ने, त्यस्तै गरेर फाइनल फिटिङ गर्नु बाँकी मात्र छ। सो मैले आज किन देखाउन गइरहेको छु भने तपाईहरुलाई सुनको प्लेट चाहिँ यसरी नै सेपरेट आउने हो, त्यस्तै गरेर चाँदीको अनि के भनौं मोटामोटी कस्तो हुन्छ 10 तोलामा त्यो देखाउनको लागि तपाईलाई भिडियो बनाएको छौं। सो यो चाहिँ तपाईको मिडियम साइजको हो हैन। मिडियम साइजमा चाहिँ तपाईको लगभग देख्न सक्नुहुन्छ 4.5 इन्चको साइज हुन्छ हैन। अनि मोटाइमा चाहिँ तपाईहरुको यो पछाडीको मोटाइमा चाहिँ 1.5 सेन्टिमिटरको मोटाइ जस्तो हुन्छ। एन्ड यो सुन चाहिँ तपाईले आधी तोलादेखि राख्न सक्नुहुन्छ। सो आधी तोलामा चाहिँ तपाईको पातलो हुन्छ, 1 तोलामा ठिकैको हुन्छ, 2 तोलामा चाहिँ एकदम लाइक के भनौं बलियो एन्ड राम्रो हुन्छ है तपाईहरुको यसरी हैन, यसरी हुन्छ। अनि त्यसपछि तपाईहरुले सुटुकको अब तपाईलाई थाहा छँदैछ यो भित्रको डिजाइन चाहिँ आफ्नै अनुसार जस्तो राख्नु सक्नु मन पर्छ त्यस्तै राख्न सक्नुहुन्छ। एन्ड पत्थरहरुमा चाहिँ तपाईहरुले अब कोरल, टर्क्वाइज त्यस्तै गरेर जेड तपाईलाई जुन मन पर्छ त्यही राख्न सक्नुहुन्छ है। यहाँ चाहिँ मैले हाम्रो दुईटा सुटुक यसरी रेडी छ, दुईटै सेम साइजको हो, दुईटैमा चाँदी 10 तोला एन्ड सुन 2 तोलाको हो। अनि त्यो सँगै आज मैले के भन्नु गइरहेको छु भने चाँदीको रेट चाहिँ तपाईहरु सबैले थाहा छँदैछ अब रिसेन्ट टाइममा एकदमै बढिरहेको छ। त्यही भएर तपाईहरुले इन केस लोसारको लागि ठाक्याहरु, त्यस्तै गरेर छेटिङहरु, त्यस्तै गरेर बिहेको लागि सुटुकहरु, गहनाहरु के बनाउनु छ भने अहिलेदेखि नै अर्डर गर्नु होला नुर्बु ज्वेलर्समा। एन्ड तपाईको सुटुकै अर्डर गर्नु पर्यो नि मिनिमम हाम्रो 10 डेज चाहिँ बनाउनै लागिन्छ। सो हतारमा बनाउँदा चाहिँ फिनिशिङहरु राम्रो नहुने त्यस्तो चान्स हुन्छ। सो तपाईले टाइम लिएरै बनाउनु चाहिँ ठीक हुन्छ। सो इन केस तपाईहरुको बिहे आउँदै छ, त्यस्तै गरेर तपाईहरुको लाइक लोसारको लागि गहनाहरु भयो, त्यस्तै गरेर चाँदीको ठाक्या, छेटिङ अनि छेकुङ, त्यस्तै गरेर मेन्डल, फुम्बा त्यस्तो के बनाउनु छ भने चाहिँ अहिलेदेखि नै अर्डर गर्नु होला है। नुर्बु ज्वेलर्सको कन्ट्याक्ट नम्बर चाहिँ हाम्रो यो स्क्रिनमा शेयर गरे हुन्छु। सो तपाईहरुले व्हाट्सएपमा अर डाइरेक्ट कल गरेर अनि अर्डर गर्न सक्नुहुन्छ अथवा हाम्रो पसलमै भिजिट गरेर नि अर्डर गर्न सक्नुहुन्छ। सो आजको भिडियो चाहिँ यति नै हो। अनि थ्यांक यू। तपाईहरुलाई सुटुक चाहिएमा नुर्बु ज्वेलर्समा कन्ट्याक्ट गर्नु होला। थ्यांक यू। बाइ बाइ।